त्यहाँ 18 गर्नुभयो हो। ल हेर्नु त 6 त्यहाँ 18 गरेपछि 9 बाट 8 गति बच्यो 1 बाट 1 घटे 6 त्यहाँ 18 यही त गर्नु भने 6 त्यहाँ 18 भयो। सिधा गरिदिनु यसलाई 10 त आको तस्तै 36 ल्याइदिनु हो। 1 घण्टा बराबर कति मिनेट हुन्छ 60। यस्तो गर्नु है 1 यो घण्टा बराबर 60 मिनेट उता जानु गर्ने हो के। यहाँ 36 छ हो कि नै 36 छ भने 1 घण्टा अब 6 ले 1 लाई त भाग जान्न नि त 6 ले 1 लाई भाग जान्न 1 घण्टा यहाँ कति ल्याएर जोड्दिने 60 प्लस गर्ने 6 र 0 जोडे कति भयो 6 6 3 कति भयो 9। अब 6 ले 9 लाई भाग गर्ने 96 लाई 9 र 6 96 हो 6 ले ल हेर्नु है 9 यता हेर्नु है 6 एका 6 हो कि नै 6 एका 6 गर्नु यसरी गर्दा सजिलो हुन्छ के। कति बजे 9 बाट 6 गर्दा 3 यो 6 को 6 6 त्यहाँ कति भयो 6 6 का 36 6 6 का 36 त भने हो 6 6 का 36 त भने यो मिल्यो कि मिलेन 6 6 का 6 र 16 गुणन गरेर 96 हुन्छ कि हुन्न भनेर यसरी हेर्न सकिन्छ 16 इन्टु 6 6 6 का 36 को 6 हात लाग्यो कति 3 6 एका 6 6 र 3 96 मिल्यो कि नै 16 आउँदो रहेछ नि त। अब हेर्नु त 6 16 6 का 96 इन्टु कति त 16 अब कति भयो 3 घण्टा कति